माया भएर शादी भएको हो कि घरवालाले गराइदिएका हुन्? घरवाले नै आफै शादी गरेको हो। आफै गरेको? कति साल भयो त? यो सङ्गीताले नहुने भाउजू यति नहुने। तिमीले आफै शादी गरेको हो कि मम्मीले मागेर शादी गरिदिएको हो? बोला। मैले त यो जमानामा पनि मम्मीले मागेर गरे। मैले मागेको मम्मीले मान्दैन, त त्यही भएर अर्को यसरी बिहा गर्न पर्यो अर्कोले। हामीलाई त आफै मन पराएर बिहा गरेको हो त्यो जमानामा। त्यो जमानामा। तपाईँ त धेरै एडभान्स निस्किनु गर। हजुरको त्यो के हो त्यो लभ गर्ने अनि क्या हो त्यो लभ नि? तपाईँले बताउनुहोस् नि आफ्नो लभ स्टोरी। मलाई त थाहा छैन कसरी गर्नु त फेरि? अब नभन्ने गरेर के भन्दै छैन, थाहा नभएको के भन्ने। ए बरे सङ्गीता, ए सङ्गीताले कहियारै बसिरहेको छिन्। तिमीले मम्मीले मागेर बिहा गरेको? मेरो त मम्मीले बिहा गरिदिन हो। मेरो साथीहरू लामा, छेत्री, अब बाहुन चाहिएको कहाँबाट खोज्ने? बाहुन साथी थिएन, त्यही भएर अरेन्ज म्यारेज गर्न पर्यो। अब के थिए मगरहरू त थिए पहिले साथीहरू। तिनी नचल्ने रे, भैँसी खाने रे, के खाने त चल्दैन भने बाहुन चाहियो। मन पराइ थियो? मन नै मेरो साथीहरू थिए, मैले सोधेँ तिनीहरू चल्छन्? मम्मीले भन्यो तिनी चल्दैनन्, बाहुन चाहियो। अब बाहुन साथी थिएन, त फेरि मम्मीले भेटाउन। मम्मीले भेटाउन मम्मीले भेटाएछ भाउता गरेर। हजुरले बाहुन खोज्न थ कि? बाहुन त बाहुन के हो थाहा भएन। थाहा भएन रे? बाहुन भएर त होला, नत्र हामीले तपाईँलाई यति माया गर्ने थिएनौँ। हामी बाहुन भएर तपाईँ आउन। अब कामी त पक्कै होइन। सङ्गीता आएर हाँसेर कुरा गरेर गइन् भन्ने सधैँ सम्झना रहोस्। हो त अब आफ्नो लभ स्टोरी भनिदिनु त, कसरी बिहा भयो, कहाँबाट खोज्न? कसरी भयो थाहा भएन, याद छैन? थाहै छैन। बुवा कस्तो ह्यान्डसम हुनुहुन्थ्यो? थाहै छैन। कति उमेरको हुनुहुन्थ्यो तपाईँ बिहा हुँदा? 7-8 वर्ष। 7-8 वर्ष? यति सानो उमेरमा? त्यति सानो। हाम्रो दाइको 8 वर्ष भएको। 8 वर्ष? 8 वर्ष हो। तिम्रो हजुरबाको 8 वर्ष हो। हो र? मेरो पनि त्यही 7-8 वर्ष हो। माथि क्यामेरी बहिनीको 9 वर्ष हो। 9 वर्ष? 9 वर्ष हो। हाम्रो परिवारको जम्मैको सानामा बिहा भएको। कसैलाई त्यही जाँदा याद आउनु कि उठेर सानामा बिहा हुने रहेछको। फेरि त के याद रहोस्, बचपनमै बिहा भयो। बच्चा कहिले भयो त? कति उमेरमा? कति उमेरमा भयो त थाहा भएन। त बच्चाको त बर्थडे पनि थाहा भएन। के को बर्थडे हो? बर्थडे सडे के हुन्न हैन? अब त्यो बर्थडे नगर्ने हाम्रो छोरा यस्तो खालको हिरा। बिना बर्थडे पनि हिरा हुन्छन्। त्यो बर्थडे नगर्ने हाम्रो छोरा हिरा खान गर्थे। त्यो बर्थडे नि हामीलाई थाहा छैन। थाहा छैन। त्यो फेरि चिनो विनो के हुन्न होला? चिनो बच्चाको चिनो? बच्चाको चिनो त चिन्दा आफ्नो छोरा चित्त बाबा चिन्नु। अब चिन्नु के हो त? चिनो भनेर पेपर हुन्छ तर डेट अफ बर्थ हुन्छ, जन्म पत्रिका हुन्छ। चिना भने के मान्छेले? केही पनि छैन, बादमा बनाएको त्यसै। बच्चा घरमा भए कि हस्पिटलमा भए? हाम्रो जम्मै घरमा। अब हामीलाई अस्पताल भने थाहा छैन, बच्चा अचल थाहा हुन थाल्यो। रात दिन अन्तालो रोग लगाएर बल्ल अस्पताल भने अचल थाहा हुन थाल्यो। घरमा मतलब त्यतिखेर पनि त हुन्थे नि मान्छे, एक्सपर्ट मान्छे हुन्थे। त घरमा जम्मै घरमा आफै त होइन, बच्चा पनि आफै निकाल्ने काट्ने। काट्नु पर्यो त आफै जन्मिन्छन्। आफै जन्मिन्छन्।
खतरा हुनुहुन्छ होला फेरि त हजुरको कतिवटा बच्चा भयो त खै कुन्नी कति भयो त थाहा छैन ए पाँच मलाई थाहा छैन पाँच पाँच होइन नै जानी छु कति बिग्रे कति बिग्रे कति बिग्रे 20-25 वटा त्यतिखेर हो न घरबाउलाई ओके ल 5 वटा छन् अहिलेका टाइममा त 1-2टा भए पनि यस्तै हुन्छ तपाईँ त राम्रै हुनुहुन्छ ए दुईटा आमा त ती दिन भाइ छोरा आमा दिदी बहिनी छोरी छन् मोरनी कतिले टाउकातिर छोप्छन् कतिले यता छोप्छन् कतिले खुट्टातिर छोप्छन् घेतन घेतन पार्छन् त यो एउटाले क्यार्नु त एउटाले अगाडि बोके पछाडि छैन पछाडि बोके अगाडि छैन हो आजकलको टाइममा त गाडीमा लिएर जान्छन् कसले बोक्छ त बोकाएर पनि लान्छन् बोकाएर पनि लान्छ गाडी आँदा पनि घर आटा निकाल्दा त बोक्छन् हो फेरि त दिक्कत हुन्छ 5 वटा त पुग्छन् एउटा बिचमा होला 4 वटा साइड हुन्छ राम्रो छ नाम त छ घर सङ्गीता हेर तिम्रो एउटा अब यहाँ त हाम्रो इन्डियामा तताउने पानीको गिजर हुन्छ यहाँ कसरी तताउँछन् पानी गाउँमा पानी कसरी तताउँछन् होइन आवाला थु थुएर फु फुएर हो र यहाँ गिजर हुन्न नि हुन्न नम्रा त दुध पनि भैँसीको हुन्छ थैलीको प्याकेटको दुध हुन्न हुन्छ अझ त प्याकेट जो हुन थाल्यो पहिला हुने थिएन होइन पहिले हुन्थेन अझ त प्याकेट हुन थाल्यो अब गाउँघरमा कसले डियो पाल्दा छोडो हुन्थ्यो अब घर भइसक्यो त कहाँ भइसक्छ त हुन्न अब जम्मै अब छोरा मान्छेलाई अलि जवानीलाई घर बसेर पुगेन बुढाबुढीले सक्दिनँ कसले पाल्ने हो त अब त धेरै बुढाबुढी छन् गाउँहरूमा गाउँमा जम्मै बुढाबुढी छन् मरे पनि फाल्ने मान्छे निक्लिन्नन् गाह्रो छ गाह्रो छैन र गाह्रो छ खाना पकाउने अब ग्यास आए पहिला त मिट्टीको उसमै पकाउँथे अनि अब त ग्यास आयो सजिलो छ जाडो भने पनि त्यहाँ फ्यान कसैको घरमा पंखा छैन होला के को पंखा घरमा पनि गाउँमा पनि पंखा हुन्छ भाइ हुन्न नि हुन्नन् हाम्रा इन्डियामा एसी भन्दा त तेरा कामै चल्दैन एसी चाहिए हाम्रो त एसी दिनु नि आएको छ वा पैसाले किन्ने पर्छ हामीलाई पैसाले किन्नु पर्दैन हावा एसी सधैँ चलिरहेको हाम्रा सरर आउँछन् कस्तो राम्रो इन्डियामा त्यो एसी किन्न पाइन्न हाम्रा फेरि आउन् त्यति महँगो चिज फ्रीमा पाउन हामीले फेरि यहाँ पाएको छ मेरा इन्डियामा किन्दाखेरि पैसा भएर पनि अझ मिल्दैन नि त हामीलाई फेरि आउन् बिहान बेलुकी स्पिड जाने एसीको स्पिडबाट त बढी स्पिड आउँछ अब हाम्रो त सरर आउँछन् एसी आउँछ स्वर्ग छ स्वर्ग पहिला त पानी पनि बोकेर आउन पर्थ्यो पहिले पानी बोकेर आउनु पन्देरा भन्ने ठाउँ हुन्थ्यो अहिले त मिटर लाग्छ च्याट्ट घुमाइदियो पैसा चाहिए पानी घरै पैसा कहाँबाट आउने त आउँछन् पैसा खेल्नु त फल्छन् त्याउँदै फुल्छन् फुल्छन् फल्छन् पेड हुन्छ पैसाको पैसाको पेड हुन्छ एउटा बुटो हुन्छ तिमी देख्दै राम्रो घर गएपछि पनि मैले बताएँ तिमीलाई हिँड्न जाम भोलि बिहान नै जाने हो म त हेरे थिएँ यति बुटा थिएँ त्यो पैसाको बुटो त हेरेन देखिने मैले भन्दा तिमीले ख्याल नगरेर पैसा पनि फेर्दा आएर पहिले सुरुवात 5 रुपियाँ त्यहाँबाट 10 त्यहाँबाट 20 त्यहाँबाट 20 आएर गएपछि त्यहाँबाट 50 त्यहाँबाट 100 त्यहाँबाट 500 त्यहाँबाट 1000 टुप्पा त्यो 1000 को नोट त बन्द भयो यहाँको पैसा फल्छ कि इन्डियाको यहाँको फल्छ यहाँको अच्छा त्यही त इन्डियामा 1000 बन्द भयो कि यहाँ जस्तो कहाँ छ र इन्डियाको पैसा हाम्रो नेपालको जस्तो हाम्रो यहाँ घरमा बुटा फली जस्तो कहाँ भइसक्छन् त हाम्रा ताजा हुन्छन् का ताजा हुन्छन् यसरी एसीको हावा खाएर अब
तिमी एसी किन्न पर्दैन उहाँ पैसा खर्च गरेर एसीको हावा आउँछ या त्यत्तिकै आउँछ या त्यत्तिकै एसी चाले खानु सधैँ पैसा त्यसै फर्र गर्छ तिनी बुढा पनि पहिले सानो तिमीले ख्याल गर्ने को भोलि राम्रो ख्याल गर कि आलु बखारा फलेछन् कि नाइ फल्छन् गएर आलु बखारा हेरी मरे अब त मरे दिनुहुन्छ ढाट्नुहुन्छ खाने भए दिन्छु पो कहाँबाट निकाल्नुहुन्छ दिन्छु भन्नुहुन्छ अत्र त मरे अहिले त्यही आउट छ म बचपनमा कस्ती थिएँ आबे अलि भनिदिनु न म बचपनमा कस्ती थिएँ अब कस्ती थियो अब साना बच्चादेखि ठुलो भए जवानी भएपछि मैले देखिनँ का तिमी कस्ती थियौ मलाई बचपनमा हजुर जाँदा म के गर्थेँ म जाँदा त तिमी सानी थियौ के भन्थ्यौ ये हेर्नुहोस् अब आइहाल्यो क आएर त खाँदै हो त्यही हो खाइहालौँ है खाऊ के हो यो बखडा हो ओ माई त्यही हो गॉड बखडा हो नि त्यही हो कहाँबाट आजभोलिको सिजनमा भान्जीलाई बखडा पनि मिले साना बोका मकै टुसा भन्ने यिनी बेला बखडा माइजीले माया धेरै गरेपछि त्यस्तो हुँदो रहेछ न सीजन पनि बखरा पाए अरू के चाहियो अब के चाहियो जन्नत सिजन पनि चाहिएन नेपालको जय हो भोलि मामासित जाने त माथि जाने पकाउने आमालाई खुवाउने आफूले खाने बस्ने त्यहाँ पनि पैसाका कत्रा बुढा रहेछन् हेर्ने हेर्न पर्यो हामी तँ बुटोको लिएर जान पाइन्न इन्डिया लिएर त कहाँ पाएँ मलाई चाहिँ जानकार लान त कहाँ त फोटा खिचेर लाग्ने हुन्छ फोटा खिचेर लिएर जाने हो हजुरआमा कहाँ पैसा बुटो रहेछ भन्ने भन्न पर्यो नि सबैमा फैलाइदिन्छु मैले गएर उहाँ गएर ज्वाइँलाई पनि बताइदिने मोबाइलमा खिचेर लानै पाइन्छ अब हुन्छ खिचेर लाने त्यहाँबाट सबैलाई देखाइदिने बताइदिने हाम्रो हजुरआमा कहाँ यस्ता पैसा फाल्ने रहेछन् भन्ने हजुर गर्नुपर्छ अब गरौँला अब उठेर पनि धेरै एल्बम थिए हजुरसँग अहिले पनि छन् के हाम्रा बचपनका फोटोहरू हजुरसँग छन् कि छैनन् कथा नि थाहा छैन हुनुपर्ने यो गरौँला बच्चाका हुनुपर्ने यो हजुर म हजुरलाई घुमाउन लिएर गएको बचपनमा इन्डियामा कहाँ मलाई घुमाउन लिएर गएर मलाई कसरी वरि थियो मलाई गएर त्यही उमेर बेला अन्त फुत्त गएर लुकेर अन्त त्यहाँ पुछेर आएर च्याप्पै छपिक्यो मैले कहिले बसिन्न हजुर डराउन थियो डराउनु त डराइन अब निश्चय मलाई देखेर लुकियो न कता लुकियो नन्नी भाइ थियो म यस्तो गर्थेँ नि माइजूले पनि भन्दै हुनुहुन्थ्यो कि म लुक्थेँ के मजा आउँछ होला नि मलाई बचपनमा लुक्थ्यो तिमी लुक्थ्यो हजुरहरूलाई थाहा छैन यताउति लिएर जाने त्यहाँ त ठ्याक्क बिचालाई ठ्याक्क आफू हट्दै लुक्ने को